रातिको 12 बजेसम्म श्रीमान ड्युटीबाट नआएपछि 40 इन्चीको टिभीमा नराम्रो भिडियो लगाएर हेरिराखेकी थिए। त्यतिखेर मेरो शरीर एकदमै रन्केको थियो। त्यसैले मैले मेरो खुत्रुकीलाई मेरो हातको सबैभन्दा ठुलो औँलालाई चापी बनाएर खुत्रुकीको साँचो खोल्दै थिएँ। त्यही बेलामा बाहिरबाट ससुराले ढोका खोल्नुभयो। सानो साउन्ड लगाएर त्यो भिडियो हेर्दाखेरि खासै मजा नआएको हुनाले मैले फुल भोल्युम बनाएकी थिएँ। ससुराबाले आफ्नो कोठाबाट सुन्नुभएछ र मेरो कोठामा आएर ढोका खोल्नुभयो। अचानक मैले ससुराबालाई देख्दाखेरि म झसङ्ग भएँ र आडैमा राखेको टावलले मेरो खुत्रुकीलाई तनाएर मेरो खुत्रुकेको मुख खोल्ने छु भनेर भनेकी थिएँ। हाम्रो घरमा घाम पर्न अलिकति ढिलो गर्थ्यो। त्यसैले मैले बिहान ससुराबालाई खाना दिइसके पछाडि म जहिले पनि छतमा गएर सुत्ने गर्थेँ। ससुराबाले हरेक पल उहाँले आफ्नो शिकार बनाउने भनेर मलाई नजर लगाइराख्नु भएको हुन्थ्यो। म छतमा सुत्दाखेरि पनि उहाँले कौसीको एउटा सानो झ्यालबाट हेरिराख्नुहुन्थ्यो। कहिलेकाहीँ म माथिल्लो तलामा जानु पर्यो अथवा माथिबाट तल आउनु पर्यो भने मेरा सुन्तलाहरू भलिबल उफ्रेजै उफ्रिने गर्थ्यो। त्यतिखेर ससुराबाले मलाई जुरुक्कै काखमा उठाएर फनन्न 2-3 राउन्ड घुमाउनुहुन्थ्यो। ससुराबाको र मेरो भित्रभित्रै लभ परिसकेको थियो। अब मात्र यति थियो कि हामी दुईजना बीचको सीमा रेखालाई पार गर्न त्यो दिन मेरो खुत्रुकीको दही जति सबै निस्किने रहेछ। मलाई थाहा थिएन। ससुराबाले मलाई भन्नुभयो, बुहारी नानी तिमी घर बसेको धेरै दिन भइसक्यो, कहिलेकाहीँ बजारतिर घुमेर आम हिँडजाम भन्दै तल गएर आफ्नो बाइकलाई स्टार्ट गर्नुभयो। उहाँले मलाई भाटपटेनीको सपिङ गर्न लिएर जान खोज्नु भएको रहेछ। भाटपटेनीमा गएर उहाँले मलाई चाहिएको भित्र लाउने बाहिर लाउने सबै नयाँ नयाँ डिजाइनका स्टाइलिस कपडाहरू किनिदिनु भयो र एउटा होटलमा गएर हामी दुईजनाले चाउमिन पनि खाइयो। रुममा आउने बेलामा एकदमै ढिलो भइसकेको थियो। त्यसैले आकाशको मौसम अँधेरो भएर अचानक पानी आउन थाल्यो। मैले सर्ट अनि हाफ प्यान्ट लगाएकी थिएँ। त्यो पानीले मेरो सर्ट जति सबै लुचुक्कै भिज्दाखेरि मेरो सुन्तलाहरू बाहिरै देखिएका थिए। पानी आएको हुनाले ससुराबाले स्पिडमा बाइक चलाउँदाखेरि कुनै कुनै ठाउँमा झापा ब्रेक हान्नुहुन्थ्यो। त्यतिखेर मेरो सुन्तला ससुराबाको कन्नमा झ्याम्म झ्याम्म ठोकिँदाखेरि ससुराबाले मलाई कुर्लुक्क फर्किँदै हेर्दै गर्नुहुन्थ्यो। उहाँले मेरो खुटुकीको मुख खोल्ने बिहानैदेखि नै प्लान बनाउनु भएको रहेछ। पानी आएर म लुचुक्कै भिजेको भएर होला ससुराबाले स्पिडमा बाइक चलाउँदाखेरि त्यो चिसो हावाले मेरो शरीरमा हान्दाखेरि म एकदमै लुगलुकटी कामेकी थिएँ। त्यसैले मैले ससुराबालाई च्याप्पै समाएर बसेकी थिएँ। उहाँलाई समाउँदाखेरि मलाई पनि भित्रभित्रै काटीकुटी लागेको थियो। आज ससुराबासँग गेम खेल्नुपर्छ कि जस्तो छ भन्दै मनभित्र सोचेकी थिएँ र ससुराबाले पनि त्यही कुरा सोच्नु भएको रहेछ। घरमा आयौँ र मैले कपडाहरू चेन्ज गरेँ र खानासाना खाएर ससुराबा आफ्नो कोठामा जानुभयो भने म आफ्नो कोठामा आएँ। त्यतिखेर मैले ससुराबाले बाहिरबाट किनेर ल्याउनु भएको 1 किलो काँक्रो केबुल माथि राख्नु भएको रहेछ। त्यो काँक्रोलाई देख्दाखेरि मेरो मन नै मानेन। आज त पक्कै पनि यो काँक्रालाई तेल लाउँछु भनेर आँट गरेँ। एउटा काँक्रो ससुराबाले देख्नुहुन्छ कि थाहा पाउनुभयो भने के सोच्नु होला भन्दै मेरो जिन्सको हाफ प्यान्टको गोजीमा हालेर आफ्नो कोठातिर लगेर सिरानी मुनि राखे। हतार हतारमा ढोका पनि बन्द गर्न बिर्सेछु। आफ्नो बेडमा सुतेर त्यो काँक्रोलाई हातमा समातेर हिँड्दै थिएँ। अन्दाज लगाउँदै थिएँ कि मेरो खुत्रुकी भित्र सजिलै तरिकाले जान्छ कि जाँदैन भनेर। काँक्रोको मोटाइ अलिकति ठुलो भएको हुनाले कता कता डर पनि लागेको थियो। सुरुमा त त्यो काँक्रोलाई साइडमा राखेँ र मेरो खुत्रुकीमा मेरो कान्छी औँलाले घर खोल्छु भन्दै हातको ठुलो औँलाले चापी खोल्न थाले। एकछिन पछाडि मेरो खुत्रुकीबाट गङ्गाजल निस्केर च्याल भएको थियो। अब त काँक्रो पनि जान्छ होला भनेर ट्राई गर्न थाले। तर त्यो काँक्रोलाई देख्दा मेरो सातो गएको थियो। त्यस पछाडि मैले भित्तामा रहेको 40 इन्चीको टिभीमा इन्डियन सुपरस्टार हिरोनी र हिरोको नराम्रो भिडियो लगाए। त्यो भिडियो हेर्दै मैले हातको ठुलो औँलाले खुत्रुकीको मुखलाई खोल्दै थिएँ। टिभीमा लगाएको साउन्ड अलिकति सानो भएको हुनाले मलाई खासै मजा आएको थिएन। त्यसैले मैले साउन्ड ससुराबा सुतिसक्नुभयो होला भनेर साउन्डलाई फुल भोल्युम लगाएँ।
ससुरा बुढा त केको सुत्ने हो, बाहिरबाट आएर कान थापेर सुन्नु भएको रहेछ। टिभी हेर्दै मेरो खुत्रुकीलाई मैले खोल्दै थिएँ। मेरो हातको स्पिड 36 को स्पिडमा पुगेको थियो। म आँखा बन्द गरेकी थिएँ। बाहिर ढोकाबाट ससुराबाले काम थापेर सुनिराख्नु भएको। अचानक उहाँले ढोकालाई धक्का दिएर भित्र आउनुभयो। म त हेरेको हेरै भएँ। साइडमा राखेको टावलले मेरो खुत्रुकीलाई छोपे, तर उहाँलाई देखेर डराएको हुनाले टिभी बन्द गर्न बिर्सेछु। त्यस पछाडि उहाँ भित्र पनि नराम्रा कुराहरू खेल्न थालेछ र उहाँले सिधै मेरो छेउमा आएर मसँग के कुराकानी गरेर चिल्लो घस्न थाल्नुभयो। मलाई पनि के खोजिस अन्डा आँखो भनेझैँ भएको थियो। ढुङ्गा खोज्दा देउता मिलेको थियो। आज ससुराबालाई जसरी पनि कडाक कुडुक पारेर निमार्छु भन्ने सोचेकी थिएँ। टिभी बन्द गर्न लागेको उहाँले टिभीको रिमोट नै मेरो हातबाट खोसेर आफ्नो गोजीमा हाल्नुभयो। एकैछिन हेरन बुहारी, तिमीले आज मलाई 25 वर्षको जवानी देखाएकी छौ भन्दै उहाँ मेरो छेउतिर आउँदै हुनुहुन्थ्यो। मेरो धड्कन एकदमै छिटछिटो बढेको थियो। के गरम कसो गरम केही पनि सोच्न सकेकी थिइन्। मेरो काम पनि आदि अधुरो नै थियो। भिडियो हेर्दाखेरि उहाँको कोब्रा साँप जुरुक्कै उठेको थियो। मैले उहाँको त्यो कोब्रा साँपलाई च्याप्पै समाउन पाए कस्तो हुन्थ्यो होला भनेर मनमा कुराहरू सोचिराखेकी थिएँ। अचानक उहाँले मेरो सुन्तलालाई आफ्नो हातले च्याप्पै समाउनुभयो। म झसङ्ग भएर उहाँलाई च्याप्पै समाउन पुगे। त्यस पछाडि उहाँले मलाई म सुत्ने बिस्तरामा धक्का दिनुभयो। त्यस पछाडि त तपाईहरू नै आफै सोच्न सक्नुहुन्छ कि 15-20 वर्षदेखि खरिएर बसेको मान्छेले त्यो राति मलाई के गर्यो होला। ससुर बुढो उमेर छिपिए पनि झन् एकदमै डरो रहेछ। त्यो राति मलाई 4-5 घण्टासम्म उसले मेरो खुत्रुकीबाट गङ्गाजल निकाल्दियो। त्यसैले होला बिहान उठ्दाखेरि मेरो शरीर एकदमै कमजोर भएको थियो। त्यो राति हामी सँगै सुतेका थियौँ र बिहान उठ्ने बेलामा पनि उहाँले बिहान पाखा कार्यक्रम गर्यो भने दिनभरि माइन्ड फ्रेस हुन्छ भन्दै फेरि एकपटक मेरो खुत्रुकीको मुख खोलिदिनुभयो। मेरो खुत्रुकी भक्कु पाउरोटी झैँ सुनिएको थियो। बिस्तारै उठेर बाथरुम गए। बाथरुम गर्दाखेरि पनि मेरो पेटभित्रको आन्द्रा बुढी जति फ्वात्तै खस्ला जस्तो भएको थियो। त्यस पछाडि ढुङ्गा खोज्दा देउता मिलेझैँ भएको थियो र हामीहरूले दिनदिनै काम कुरो गर्न थाल्यौँ। अब त मलाई खासै मेरो श्रीमानको पनि याद आउने थिएन, किनकि मेरो श्रीमानले दिनुपर्ने भन्दा बढी खुसी मेरो ससुराबाले दिनुभएको थियो। मेरो श्रीमानले मलाई के चाहिएको छ भन्ने कुरा कहिले पनि बुझ्नु भएन र उहाँ पैसाको पछि लागेर पैसाले मेरो माया किन्छु भन्दै उहाँले मलाई पैसा पठाउन थाल्नुहुन्थ्यो। तर उहाँले यो कुरा बिर्सिनु भएछ कि पैसाले कहिले पनि माया र आफन्त मान्छेहरू किन्न सकिँदैन भन्ने कुरा। मलाई चाहिएको थियो कोब्रा साँप र उहाँलाई चाहिएको थियो पैसा।